जय काली, जय माँ काली, जय भद्रकाली, जय गुरु गोरखनाथ बाबा आदेश, जय पशुपतिनाथ। आज म धेरै दिनपछि या महिनौँ दिनपछि नै भनौँ न, महिना दिनपछि हजुरहरूमा आज फेरि आउँदैछु। म गत 21 गते म कलकत्ता पुगेको थिएँ। हजुरहरूलाई सबैलाई ज्ञात दिएर गएको थिएँ। आमाको थान चैत्र नवरात्र मनाउन म सधैँ कलकत्ता कालीघाट, दक्षिणेश्वरी, तारापीठ जाने गरेको थिएँ। यसपालि तारापीठ पनि गयो, पोहोर परार छुटेको थियो। अनि अहिले म फर्किसकेको छु, मेरो आफ्नै थानमा फर्किसकेको छु है। यो पनि सबैलाई जानकारी। सर्वप्रथम त वैशाखको 4 गतेबाट हजुर यो थान खोलिन्छ अबदेखि है। वैशाखको 4 गतेबाट हजुरहरूको सेवामा फेरि म चेली बसिन्छु। जसले यहाँ चाहनु भएको छ, जसले यहाँ प्रतीक्षा गरेर बस्नु भएको छ, उहाँहरूको लागि चाहिँ म आइसकेको छु। वैशाखको 4 गतेबाट मेरो थान खुल्ला हुनेछ है त। हजुरहरूको सेवामा म चेली बस्नेछु। र अर्को कुरा, उहाँको एकदम चित्त दुखाइ कुरा, यो प्राइभेट मेसेजहरू पनि धेरै आएको थियो। उहाँले टिकटकमा हाल्नुभयो। साह्रै पिर लाग्ने कुरा यही नै थियो कि मेरो लागि। जस्तै उहाँले भन्नुभयो, हजुरले कति राम्रो ज्ञान दिसिन्थ्यो, मेरो प्रोफाइलमा आउनै छोडिसियो हजुर भनेछ। पहिलोको जुन आइडी थियो त्यो ह्याकरले ह्याक गरिदियो। त्यसमा नराम्रो केही पनि थिएन, भिडियोहरू सबै ज्ञानवर्धक भिडियोहरू थियो। तर त्यसमा भक्तजन आमाको सन्तानहरू बढी थियो, बढी मात्रामा थियो नि त। ह्याकरले आँखा लगाइदियो है। केही छैन, उहाँको पनि जय होस् होइन, उहाँको पनि जय होस्। अहिले चाहिँ जुन यो अहिले म बोल्दैछु, यही आइडीबाट हजुरहरूले फेरि पूर्ण अरू ज्ञानहरू आमाले दिनुहुन्छ। त्यसबाट हजुरहरूले यसमा फलो गरिदिनु होला, यही आइडीमा है। फलो जुन अहिले म बोलिरहेको छु यही आइडीमा हजुरहरूले फलो गरिदिनु होला कृपया। र सबैजना आमाको सन्तानहरू सबैजनाले ज्ञान लिएर, आमाको ज्ञान लिएर हजुरहरूले जसरी पहिला घर बसी बसी मन शान्ति गर्नुभएको थियो, मनमा आनन्द, खुसी, उमङ्ग उस्काउनु भएको थियो, अब पनि पूर्ण फेरि हामी पछि नहटिकन, सत्यको त सदैव जित्दै हुन्छ एक दिन एक दिन। जति शत्रु लाए पनि सत्य सत्य नै हुन्छ, असत्य असत्य नै हुन्छ भने जस्तै हामीले फेरि यो आइडीबाट फेरि हजुरहरूमा हजुरकै आमाको, कुलदेवी आमाको ज्ञानहरू हामी फेरि राख्दैछौँ। सबै यसमा हजुरहरूले फलो गरिदिनु होला कृपया सबैजनाले है। हात जोड्छु म। हजुरले केही नगरे पनि, आमाको सन्तानहरूले केही नगरे पनि ज्ञान लिएर हजुरको मन शान्ति होस्, मनमा आनन्दित होस्। बसुन्जेल धरतीमा हामीले लानु केही पनि छैन, ल्याएको केही पनि होइन। हामीले बसुन्जेल मनको शान्ति चाहियो सबभन्दा। हामीलाई धन ठुलो पनि होइन, हाम्रो लागि मन ठुलो हो। त्यही भएर मनको शान्ति सबैमा होस् भन्ने मेरो इच्छा आकाङ्क्षा छ। र ज्ञान तानातान गरौँ, खुट्टा तानातान नगरौँ भनी यो सबैमा मेरो विनम्र अनुरोध गर्दै सबैजनाले सत्य ज्ञान प्रचार गरौँ। सोही सत्य ज्ञानहरू सबैमा दिएर मन आनन्दित पारौँ। सबै आमाका सन्तानहरूमा जसरी हामी चेली बन्न पाएको छौँ, चेली बन्नु पायो भन्दैमा हामीले नराम्रो कसैलाई नगरिकन सबैलाई सद्मार्गमा डोडाउन सकौँ, यही नै हाम्रो लागि ठुलो सौभाग्य भन्दै सबैजनाले सत्मार्गतिर लागौँ है। र यो आइडी हजुरहरूले फलो गरिदिनु होला कृपया है। अब त्यो ह्याकरले ह्याक गरिदिइहाल्यो, ठिकै छ, केही छैन। हामीले त्यस्तो केही पनि जानेको थिएन। त्यो रोक्ने, त्यो कसरी रोकिन्छ भन्ने कुरा हामीले नजाने खण्डमा अबदेखि हामीलाई थाहा भयो नि, अब यसो गर्नुपर्दो रहेछ भन्ने कुरा थाहा भयो। त्यही भएको भएर सबैजनालाई विनम्र अनुरोध, अबदेखि यो आइडीमा हजुरहरूले फलो गरिदिनु होला। र अब म यस आसनमा आइसकेको छु है। आमा भद्रकाली आमाको थानमा आइसकेको छु। हजुरहरू सेवामा वैशाखको 4 गते सबैले सेयर गरिदिनु होला। म हात जोडिदिन्छु यसमा, किनकि कति दुःख पीडामा बसिरहेका सन्तानहरू छन्। मैले केही गर्न सके पनि एउटा आमाको ज्ञानले पनि उहाँलाई परिवर्तन गर्न सक्छु नि त होइन र। त्यही भएको भएर एकअर्कामा सहयोग चाहिएको हामीलाई, अरू केही पनि होइन। हामीलाई आँट भरोसा चाहिएको, कसैको आँट भरोसा चाहिएको हामीलाई। त्यो कहाँ छ त? परमात्मामा छ, स्वयंमा जगत जननी ब्रह्माण्ड विश्व ब्रह्माण्ड देवीमा छन्। त्यही भएको भएर केही गर्न नसके पनि आमाको ज्ञान हजुरहरू मार्फत राखेर हजुरलाई खुसी दिलाउन सकौँ भने नै मेरो यो ठुलो सौभाग्य हो। सबैले कृपया सेयर गरिदिनु होला, एकदम झर्को नमानिकन, कुनै अल्छी नमानिकन हजुरले मेरो लागि बिन्ती गर्छु, सेयर गरिदिनु होला। ताकि हजुरले गरेको एक सेयरले अरूको जिन्दगी सपार्न सकुन् होइन। उहाँहरूले ज्ञान लिन सक्ने ठाउँ होस्, भेटियो आमालाई भन्ने होस्। कतिजना अहिले यसरी नै मलाई कमेन्ट गरिरहनु भएको छ, हजुरको प्रोफाइलमा किन आउनु छोड्यो भन्ने छ। कति कुरी बसिरहनु भएको छ नि त। हजुरको नि एउटा धर्म हुन्छ है त। ल यति भन्दै म आफ्नो गृह स्थानमा प्रवेश गरिसकेको छु, फर्किसकेको छु कलकत्ताबाट। अहिले 4 गते खुलेपछि हजुरहरू जतिजनालाई भ्याउँछ त्यतिजनालाई म आमाको प्रसाद बाँडिदिनेछु है। जति छ त्यति बाँडिदिनेछु भन्दै आज बिदा माग्छु। गुरुबार बृहस्पतिको दिन सबैको जय होस्। र आउने गरेको पूर्णिमा, शनिबार पूर्णिमा, विशेष पूर्णिमा परेको छन्। सबैले आफ्नो घर घरमा कुलदेवतालाई दियो बालिदिनु होला है त। 9 बजे खण्डमा हजुरहरूले यही टिकटक मार्फत कमेन्ट गरिदिनु होला। म सेवामा हाजिर छु, हजुरहरूको सदैव तत्पर छु है त। जय काली, जय माँ काली, जय भद्रकाली, जय गुरु गोरखनाथ बाबा आदेश, जय पशुपतिनाथ।